ए भगवान मुझे बचा लो यस्तो धुलो खाएर हिँड्नुपर्छ अब चाहिँ तल चाहिँ ल टिफर त अहिले बन्द हुनुपर्ने होइन भने टिफर कि डिभिजन चलिरहेछ त उता तलबाट चाहिँ उ छ क्या बिच पिच गरेर टिफरलाई चाहिँ क्रस गरेर जानुपर्छ यार यिनीहरूले नै धुलोले बङ खाउँछ हामीलाई उहाँनिरबाट छैन क्या यहीँनिरबाट पिच छैन क्या ल यिनीहरूलाई चाहिँ क्रस गरेर जानुपर्छ यिनीहरूले नै धुलो खुवाउने हो क्या हामीलाई के यहाँ बाटो पनि यो चाहिँ पाउडर यसरी खान जानुपर्छ पाउडर खाँदै जानुपर्छ बाटो चाहिँ यस्तो छ धुलेखेल मुनि खावा नपुग्नुभन्दा अलिकति अगाडि चाहिँ बाटोको हालत यस्तो छ पानी परेपछि के हुने थाहा छैन क्रिम पाउडर लाउँदै यसरी जानुपर्छ ल कति राम्रो बाटो हामी नै हराउँछौँ जस्तो छ यहाँ उद्यासम्म चाहिँ हो क्या 1-2 किलोमिटर मात्र बाँकी रहेछ नि अब पिच हुनलाई धेरै त छैन नि त्यो टिफरले गर्यो क्या जे गर्नु चाहिँ त्यसले गर्यो ए भगवान मुझे बचा लो ऐसे धुल से बचा लो ए भगवान ए हान्देला भनिन्छ नि यार गाडीले के अरे जताडै नि छिर्दैन नि भने यिनीहरू त्यो माटो लिन गएको जस्तो छ क्या